जुन उस्काउने मान्छे छ जसले चाहिँ चाखा औला हालेर चाहिँ यस्तो गर उस्तो गर यो गर त्यो गर त्यस्तो जेठी बुढी उमेरमा जेठी बुढी त्यस्तालाई के रुँगेर बसेको तैँले जति पनि पाउँछस् भन्ने आइमै मान्छे हो त्यो आइमै मान्छे हो होइन त्यो पुगेको छैन क्या त्यसलाई समाएको छैन त्यसलाई अनुसन्धानमा ल्याउनु पर्छ क्या केही कुरा गर्छु भनेर बोलाउनु भएको थियो होला तर म त्यहाँ पुग्न सकिनँ ठिकै गरेछन् मारेर ठिकै भएछ यो भएछ त्यो भएछ थुक्क तिमीहरू त गुहाओ भन्छु क्या म त गुहाओ भन्छु यत्तिकै हो फेरि यत्तिकै हो होइन तर यो केटीसँग फेरि छुटिसकेपछि यही केटी चाहिन्छ यसलाई फोन गरिरहनु पर्छ भन्ने खालको चाहिँ होइन त्यो फेरि प्रशासनले यसलाई अहिले डिप्रेसनको दबाई खाएर चाहिँ यो बाहिर निस्किन्छ होइन अब यसलाई चाहिँ अब छोड्ने भयो भन्ने कुरा पनि सुनेको छु अहिले तपाईँको के अरे भने यो अलिकति चाहिँ उ गर्नु है अहिले तपाईँको भित्र बसेर मेरो चाहिँ सड्क्यो मेरो चाहिँ दिमाग घुमेको थियो अब म बिमारी भएँ दबाई खान्छु भनेर चाहिँ दबाई खान थालेको छ अरे जेलभित्र होइन अब यो दबाई खाने नाबालिका बलात्कार गरेर नाबालिका भनेर छोड्ने हाम्रो त त्यस्तो छ नि त नेपालको कानुन त होइन अब यसले पनि कहाँबाट दिमाग लगाएर हो कि अथवा कसैले सिकाएर हो कि अथवा आफैले जानेर हो कि यस्तो कुरा त मलाई पनि थाहा थिएन डिप्रेसनको औषधि खाँदैछ अरे अहिले जेलभित्र हिरासतभित्र जेल नभनौँ हिरासतभित्र होइन यो स्टाफसँग बोलेको चाहिँ मसँग रेकर्ड पनि छ होइन जुन व्यक्ति आउनु पर्ने त्यो आएको छैन नेपाल सरकारलाई म के भन्छु भने अझ छानबिन कडा रूपमा होस् म पनि होइन यदि मलाई पनि कठघरामा राखेर छानबिन गर्छ भने म सायद